यसमा चाहिँ अहिले हाल उसलाई बच्चाहरूलाई ल स्याबास यो हाम्रो ठुलो छोरा सन्देशाङ यहाँ बल खेल्ने चाहिँ सुदाङसाङ अघि नै नमस्ते गरिसक्नुभयो उहाँले पनि उहाँहरूको बाबा यहाँ बोक्न सघाउँदै हुनुहुन्छ आज चाहिँ हामी हजुरहरूलाई यो रिभरन होफकै ग्रोना डोमेनकै अर्को तेस्रो आकर्षणमा लिएर आउँदैछौँ होइन अब यहाँबाट नै कृषि फार्म सुरु हुन्छ यहाँ चाहिँ घोडा अनि फलफुलहरू होइन यिनीहरू लगाइएको छ विशेष गरिकन हजुर अब सुरु हुन्छ यहाँबाट मैले एउटै मात्र भिडियो खिच्न सोचेको छु के भयो सानो बाबु फाल्ने होइन है ज्याकेट चाहिँ सानो उसलाई चाहिँ चिसो के अरे बोक्नुहोस् अक्सर मैले यो लिन्छु यो हो खास जुन पुरानो दरबार मानिन्छ अहिले त्यसलाई परिणत गरेर चाहिँ क्याम्पस बनाइएको छ होइन अनि अरू चाहिँ यता गाईहरू अरू विभिन्न आकर्षणहरू छ जस्तै यिनीहरू चाहिँ बिना पैसा नतिरिकन यो आकर्षणहरूमा जान सकिन्छ यहाँ फुटबल कोर्टहरू पनि छ होइन ट्रेनिङ गर्ने ठाउँहरू छ तिनीहरू चाहिँ अब सशुल्क हुन्छ भने टेनिसको फुटबलको चाहिँ सशुल्क छ तर आफैले ओपन आएर खेल्न भन्न चाहिँ यो चाहिँ निःशुल्क हो सबै पार्क हजुरहरूले देख्न सक्नुहुन्छ यहाँको गाईहरू बाछा जन्मेर पनि हुर्किसकेछ होइन ऊ चाहिँ धेरै उत्सुक छ है गाई हेर्नु बाछाहरू हेर्नुमा ल बाछा चाहिँ सुतिसकेछ एकदमै हरियो घाँस भइरहेको छ होइन ऊ चाहिँ थारा रहेछ ऊ चाहिँ उसको ममा होला आमा चरिरहेको रहेछ गाईहरू यहाँ चाहिँ धेरै यस्तै यात्रुहरू हुन्छ आज मौसम एकदमै राम्रो छ आज दिन एकदमै सफा छ आज हामी चाहिँ यतातिर छौँ यतातिर उनीहरूको नाम समेत यहाँ राखिदिएको छ कि को छ अनि कसरी चिन्ने उनीहरूको नाम समेत छ बच्चाहरूको सजिलोको लागि गधाको नाम घोडाको नाम परेवाको नाम भेडाको नाम बङ्गुरको नाम अनि फलाना भालेको नाम बाख्राको नाम अनि मयूरको नाम गाईको नाम अनि भेडाको पाठाको नाम ओहो सबैजनाको नाम छ नाम हेर्नुहोस् फ्यामिली द खेतर ग्रोना डोमेन भनेको यही अर्को आकर्षण हो यो चाहिँ हो कृषि फार्मिङ हैन बच्चाहरूको लागि चिल्ड्रेन फार्म किन्डरगार्टन भन्छ यहाँ चाहिँ विभिन्न किसिमका बच्चाहरूको शिक्षाको लागि
सानातिना जनावरहरू पालिएको छ। आज मैले चाहिँ मेरो बाबुहरूलाई लिएर आएको छु होइन। हजुरहरूलाई म यही पस्किँदैछु, आउनुहोस् जाउँ। हजुर अब गएर खोज्नुपर्छ। मेरो बाबु सानो चाहिँ एकदमै उत्सुक छ, ठुलो बाबु चाहिँ अलिअलि लज्जालु भएको छ होइन। अब किशोर भयो मेरो बाबु एकजना चाहिँ। हेलो गर्दै हो ल, लु होइन कता के हेर्नु जाने, लु आमा पनि पछि पछि उत्सुक भएर कुद्यो। यिनीहरू सबै चाहिँ बच्चाहरूको शिक्षाको लागि होइन निःशुल्क भ्रमण गर्न पाइन्छ। र अनि एउटा समय हुन्छ यहाँ आउने, समय अवधि तोकिदिएको हुन्छ, जस्तै 5 बजीसम्म, 1 बजीदेखि 5 बजीसम्म यस्तो हुन्छ। अनि त्यहाँ हेर्न घुम्न पाइन्छ। जस्तै यहाँ चाहिँ साधारणतया कुखुरा होइन भेडाहरू छन्। यहाँ मेरो बाबु ऊ चाहिँ त्यति धेरै अब उत्सुकता छैन। यहाँ चाहिँ गधा छ हेर्नुहोस्, 3जना गधाहरू है, गधा गधाई 3जना बसी खाँदैछन् उनीहरू चाहिँ। बाख्रा रहेछ होइन। बाख्रा चाहिँ भर्खर ठुलो बढ्दै रहेछ। उसको लुर्का पनि रहेछ त नि, कुटुङ कुटुङ गर्ने। हजुर बेबीहरू खेलिरहेछ उनीहरूसित। हुन्न भो, उसलाई खुवाउनु हुँदैन, बर्बाद न माख्ने। रहेछ नि सिङ पनि। बेबीहरू पनि जन्मिया रहेछ। यहाँ चाहिँ कुखुराहरू नि रहेछ, सानो सानो। हामी कहाँ स्याखुने भन्छ नि, स्याखुने खाले रहेछ कि। ककन होइन हुन्न, यति धेरै मन पराउँछ। हुन्न हुन्न खुवाउनु हुन्न। तपाईँलाई अहिले रेस्ट गरेको औलाई नलाने टोकिदिन्छ। हुन्न भन्छु, हुन्न यसो बर्बादैन है। नगर्ने नकराउनु बेबी। एक टाइम हो, अब नुनु टाइम हुनु लागेको रहेछ। हुन्न नि राजा ने बर्बादैन माख्ने भुरन। ल आने अब ल उता वहीँ वहीँ हेर्नु जाने। ल जाउँ, आऊ जाउँ। धेरै नै उत्सुक गरेर हेरिरहेको है कुखुरासँग है। घरमा पनि पालौँ भन्छ है, अब त्यो उनीहरूलाई केयर गर्नु सक्दैन। त्यही त भन्दैछु नि मैले। यति उत्सुक भएर कुद्या छ कि
बाख्राको पाठाहरू त छोड्नै मान्दैन भागेको हल्ला नगर्ने उनीहरू नुनु गरिरहेछ हो फिडिङ टाइम भएको रहेछ यसरी आफ्ना बच्चाहरू स्कुलबाट आफ्नो घरबाट लिएर आउँदा बसेर खाने ठाउँहरू पनि उपलब्ध गराइएका छन् यहाँ तरिका उनीहरूसित हुन्न नि त्यो त यस्ताउतरीको नि रिसाउँछ अहिले टर्की हो उसको नाम मन परि नबोल्ने होस् यहाँ चाहिँ पुरा आउटलेट बुक राखिदिएको हुन्छ कहाँ को छ भन्ने उनीहरूको नाम सहित राखिदिएको छ है यहाँ चाहिँ चल्ला यहाँ राखेर हुर्काउँदै रहेछ बेबीहरूले बुझ्दैन सुतेको थियो उनीहरूको पछि हिँड्न पनि गाह्रै पो पर्छ त अब यता चाहिँ बङ्गुरहरू होइन अनि अलिअलि बसेर खेल्ने ठाउँ छ है उता अर्को चाहिँ यहाँ बच्चाहरू यहीँ भित्रै पनि खेल्न बसेर खाने ठाउँ पनि हुन्छ त्यही को अरे यो ओके यति नै हो बेबी बनाउँछ यहाँ चाहिँ बङ्गुरको सेक्टर रहेछ बच्चा पाउने रहेछ मलाई एउटै कुरा थाहा थिएन कि उनीहरूले घाँस चर्दो रहेछ कि दुईजना भएर हरियो घाँस चरिरहेको ओ क्युट व्यस्त छ चर्नलाई दुईजना अनि अर्को बोट बिरुवा पनि लगाएको छ यहाँ चाहिँ यो चाहिँ जस्तै यहाँ किवीको होइन विभिन्न किसिमको बोट बिरुवाहरू पनि यसरी खेती पनि गरेर ऐसिलो सोको लागि राखेको हुन्छ यो बेच्ने ओर्ने यस्तो होइन सोको लागि भित्र सागहरू होइन ल आजको अब खाजा पनि सामान्य खाएर साधारण यहाँ बसेर खाने अन्त त्यस पछाडि हिँड्ने गाडीमा जाने है सबैजना यति भन्दै आजको दिनको हाम्रो छोटो वृत्तचित्रलाई बन्द गर्छौँ हवस् त नमस्ते।